क्रिस्टियानो रोनाल्डो र लिल बहादुर मेस्सी यिनीहरू वायु जस्तै छन् के, यिनीहरूलाई रोक्न मुस्किल होइन नामुमकिन नै छ। यो उमेरमा आएर पनि रोनाल्डो 40 वर्ष छ, मेस्सी 38 वर्ष छ। यो उमेरमा आएर पनि यिनीहरू युरोपियन फुटबलबाट एकदमै टाढा भएर पनि यिनीहरूको त्यो फिटनेस, यिनीहरूको गोल्स, यिनीहरूको असिस्ट, यिनीहरूको त्यो हङ्गर, त्यो देख्दाखेरि सारा विश्व नै यिनीहरूबाट इन्स्पायर हुन्छ कि अझै पनि। यी दुई यस्ता खेलाडी हुन् जसलाई देखेर हाम्रो जेनेरेसन लगायत 2-3 पुस्ता ठुलो भएको हो कि यिनीहरूको गेम हेरेर। हिजोको गेममा ब्रेस स्कोर गरेर अल नासरलाई जिताइकन अब मात्र 48 गोल टाढा छन् 1000 गोलको माइलस्टोन टच गर्नबाट रोनाल्डो। 90+15 मिनेटमा क्रिस्टियानो रोनाल्डोले विनिङ पेनाल्टी स्कोर गर्छन् र अल नासरको टप अफ द टेबलमा दावेदारी झन् स्ट्रङ बनाएका छन्। लियोनल मेस्सीको इन्टर मायामीले न्यासभिलसित म्याच हारे पनि लियोनल मेस्सीले 90 मिनेटमा एउटा मिठो, त्यत्रो म्यान मार्किङको बावजुद एउटा मिठो पावरफुल गोल स्कोर गरेर आफ्नो फ्यानहरूलाई नतमस्तक पारेका छन्। अब न्यासभिलसित बेस्ट अफ 3 गेम हुने रहेछ र अर्को नेक्स्ट राउन्डमा प्रोसिड गर्नको लागि। फर्स्ट गेम इन्टर मायामीले जितेको थियो, सेकेन्ड गेम आज बिहान न्यासभिलले जित्यो र थर्ड गेम फेरि इन्टर मायामीको होम ग्राउन्डमा हुँदैछ। जसले जित्छ त्यो नेक्स्ट राउन्डमा प्रोसिड गर्नेवाला छ। लियोनल मेस्सीले भर्खरै 2028 सम्म इन्टर मायामीसित कन्ट्र्याक्ट एक्सटेन्ड गरिसकेका छन् र अलरेडी 2टा अफिसियल ट्रफी इन्टर मायामीबाट जितिसकेका छन् भने क्रिस्टियानो रोनाल्डोले 2027 सम्म कन्ट्र्याक्ट एक्सटेन्ड गरिसके अल नासरसँग र अहिलेसम्म एउटा पनि अफिसियल ट्रफी जितेका छैनन्। क्रिस्टियानो रोनाल्डोको एम्बिसन हुनेवाला छ साउदी प्रो लिग र एएफसी च्याम्पियन्स लिग जित्ने भने लियोनल मेस्सीले चाहिँ आफ्नो क्लबलाई मेजर लिग सकर अथवा MLS र कन्काकाफ च्याम्पियन्स कप जिताउने एम्बिसन साथ नयाँ कन्ट्र्याक्ट साइन गरेका छन्। हेरौँ यिनीहरू दुईजना प्लेयर जबसम्म खेलिरहन्छन् तबसम्म हामीलाई मजा हो होइन, किनभने यो दुईटा प्लेयर हामीले आइडलाइज गर्दै हुर्केको प्लेयरहरू हुन् के।